हेलो गाइज भन्नु। हेलो गाइज। वाह, दिदी चाहिँ मेरो गाउँमा आउनु भएको। दिदी चाहिँ मेरो गाउँमा आउनु भएको छ। यहाँ हेर्नुस् हाम्रो गाउँ कति सुन्दर र सफा छ। यता लाउनु आउनु आउनु। अनि यसरी हुन्छ यहाँको पूजा। एभ्रीवान, गुड मर्निङ सबैलाई। वेलकम ब्याक टु माई च्यानल। आशा गर्छु मेरो भिडियो हेरेर अन्तिमसम्म खुसी हुनुहुन्छ होला, किनकि मैले आज झुङ्गा लागेको कस्तो फिलिङ भएको होइन। अनि म जान लागेको हजुरलाई गएपछि देखाउँछु भनेको अगाडि नै भनिदिन्छु, म हेटेर जान लागेको। ओके गाइज, म सँगसँगै हिँड्नु, के कस्तो देखाउँछु, कस्तो हुन्छ, कस्तो अनुभव हुन्छ। धेरै दिनपछि भिडियो आएछ होइन, किनकि अहिले मेरो मोबाइलले केही चिज देखाने होइन, त्यही भएर मैले पोस्ट गर्न पाएन। सर्ट भिडियोलाई माया गरिदिनु। ओके गाइज, म जान्छु, गएपछि देखाउँछु के कसो के गर्न जान ला भनेर। ओके बाई। हेलो गाइज भन्नु। हेलो गाइज। वाह, दिदी चाहिँ मेरो गाउँमा आउनु भएको। दिदी चाहिँ मेरो गाउँमा आउनु भएको छ। यहाँ हेर्नुस् हाम्रो गाउँ कति सुन्दर र सफा छ। वाह, सुपे यहाँ मकै लगाइसक्यो। यहाँ त आलु नि खन्नै बाँकी रहेछ। अरू केही भयो? यही हो गाउँ। दिदीको घर चाहिँ उति हो। अलि हावा भयो बिस्तारै। गाइज, म चाहिँ दिदीको घर आएको छु। अनि यहाँ चाहिँ पूजा भइरहेको छ। अनि यहाँ चाहिँ यो चाहिँ भोलिको व्रत बन्धको लागि। अनि यता चाहिँ अनि हाम्रो अब हजुरआमा बितेको भएर उस गर्नु हुँदैन नि त, मैले केही बनाउनु मतलब अरू काम त गर्नुहुन्थ्यो। त्यही मान्छे यहाँ टन्नै छन्। अल्छी लागेको मलाई। राम्रो हाम्रो दिदीको गाउँ। यो चाहिँ माइलीको, यो जेठी, त्यो कान्छाको छोरा, कान्छा बेनाजुको छोरा। नानी चाहिँ भर्खर पूजाबाट निस्केर आधी घन्टा छुट्टी पाएको अरे होइन। अनि अहिले चाहिँ अझ छ के गर्न अब लाखबत्ती बाल्न। फुर्सद छैन हाम्रो दिदीलाई। फोइ मैले चाहिँ फुर्सद छ कि, किनभने कामै छैन नि त मेरो, त्यही भएर अब हामी त कता पाउन मान्छे घुम्न ले त गाइज। अनि बहिनीले यहाँ च्याटिङ गरिरहेको। अनि हामी एकछिन डुल्न हिँडेको, यता डुल्न हिँडेको। वाह, बाटोमा कोही मान्छे छैन यतातिर। चिल पारा आफ्नै हो सबै। यसको कस्तो राम्रो देखेन त तिमी त। आइज यहाँ चाहिँ अब पूजाको चाहिँ यस्तो घर घुमाउनु। यो पुरै घुमाउनुहुन्छ। यो 3 घर, यो जेठा, यो माइला, यो कान्छा बुवा। यता लाउनु आउनु आउनु। अनि यसरी हुन्छ यहाँको पूजा चाहिँ। लाखबत्ती चाहिँ यो पूजा भनेको। तल झर कता माथि पूजा भइरहेको छ। व्रत बन्धको रेडी। हेलो एभ्रिवान, भजन चलिरहेको भजन। अनि म यहाँ बसिरहेको छु साइडमा। गाईहरू चाहिँ हल्दी भइरहेको व्रत बन्धको लागि। एभ्रिवान, आज
नेक्स्ट डे वेलकम ब्याक टु माई च्यानल। आशा गर्छु मेरो भिडियोलाई हेरेर मक्ख नहुनु होला किनकि म आज मेकअप गरेछु नि त। अनि अब हिजो भयो पूजा, आज भयो मम्मीको फोन आयो, त्यही हो। म दिदी घरमै छु आज व्रत भन्दा यसो रेडी सेडी गरेर अलिअलि साडी लगाइदिएको। अब नलाउने भन्दा नि लगाइयो अब किनकि सबैजना लानु भयो नि त। दिदी रेडी भइसक्नु भयो। अनि हामी जान्छौँ उता के कस्तो हुन्छ हजुरहरूलाई अपडेट दिइरहन्छौँ। हेर ल ल अब हामी जान्छ बाई आउँछ। हेलो गाइस, यहाँ चाहिँ चलिरहेको गाइस त्यहाँ व्रत बन्दाको रमझम चलिरहेको। अनि म चिलपाडामा हामी हुन त खै जानुहुन्छ हुँदैन मलाई के थाहा, म बच्चा अब फर्स्ट टाइम परेको। अनि हजुर बित्यो भने मैले केही गरेको थिएँ यसो टक्क लाएर बसेँ मात्रै हो। अनि उता मूल घरमा गराइ चाहिँ अहिले चाहिँ म चिलपाडाले यतिकै मस्त हाम्रो दिदीको गोठ हो यो, हाम्रो दिदीको घर हो यो। अन्त फुपू दिदी फेरि रामाको छोरी फुपू दिदी आफ्नै दिदी। गाइस मकै पनि फलिरहेको यहाँ। मेरो चाहिँ नानीको ओ माई गड म राम्रो देखेको छैन है किनकि म चुली भइसकेँ नि त। बिहा गरेर नबिहा गरेर मात्रै हो। ओके मा गाइज म देखाउँछु के कस्तो हुन्छ व्रत बन्दा बाहुनहरूको। ओके आउनुहोस् हेर्नुहोस्। मेरो दिदीले यस्तो मस्त मस्त चिल पाराले खाइरहनु भएको। खाना खाएर अब यहाँ मन्दिरमा लाने रे हो व्रत बन्दाको अब के कति साह्रो हो अनि लान्छ। अब हामी सँगसँगै जान्छौँ। हाई गाइस हामी चाहिँ नाचिरहौँ। सब पाहुना गए खाली भए घरमै पनि भोलि जान्छु अनि एकदमै खाली हुन्छ। अनि मैले यस्तो ड्रेस अनकम्फर्ट भइरहेको यस्तो। गाइस त्यही पनि अब कन्टिन्यू नाच्नु पर्यो। गएँ म फ्रेन्ड लोग हामी जाँदैछौँ खोला। कहाँ रे खोलामा त के फ्याँक्नु कपाल फ्याँक्नलाई जाँदै हम। बहिनी भएपछि दिदी भएपछि यस्तो गर्नुपर्छ। साथी गइदिनु पर्छ। म चाहिँ बहिनीले चाहिँ गर्नै पर्छ। अस्ति नै पालामा नि गएर अनि देवघाटमा त परेन, त्यहीँ सिलाइ परेन त्यहीँ सिलाइ। अनि अहिले फेरि गएको अनि चाहिँ मकै बारी टन्नै भइसक्यो। हाम्रो चाहिँ उता भर्खर छर्नला अनि त्यही हो। अनि के हो हामी खोला देखाउँछौँ। ल गाइज हामी त लुगा नि फेरिसक्यौँ। यहाँ सबैजना चिलपारा बसिरहेको काम पाएन नि त। अनि दिदीले काम पाउनु भयो उता बाल्टी बिग्रेर रुँदै 10 पाथी आँसु झार्दै।